टुडी खेलको त्यो सांगीतिक धुन जसले सिङ्गो देशलाई तरङ्गित बनायो। एउटा सामान्य सांगीतिक प्रस्तुतिले कसरी सिङ्गो देशको राजनीति र सामाजिक सञ्जालमा भूकम्प ल्याउन सक्छ। जब सैनिक मञ्च टुडी खेलमा 263औं नेपाली सेना दिवसको अवसरमा विदेशी सेनाको ब्यान्डले आफ्नो धुन बजायो, तब राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको बहस एकाएक सतहमा आयो। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीदेखि लिएर माओवादी महासचिव विप्लवसम्मले यसलाई रहस्यमय र सांस्कृतिक हमलाको संज्ञा दिएका छन्। तर के साँच्चै हाम्रो सार्वभौमिकतामाथि सङ्कट नै आएको हो त, वा हामीले एउटा नियमित कूटनीतिक अभ्यासलाई अनावश्यक रूपमा राजनीतिकरण गरिरहेका छौँ? राष्ट्रिय स्वाधीनता र विदेशी सेनाको उपस्थितिको विषयमा नागरिक र नेताहरूले चासो राख्नु, आशंका गर्नु वा संवेदनशील हुनु एकदमै स्वाभाविक हो। तर परम्परागत रूपमा फैलिने भ्रम र हल्लाहरूलाई चिर्न यथार्थको धरातलमा उभिएर तथ्यहरू विश्लेषण गर्न जरुरी छ। आउनुहोस् यस विषयको केही तथ्य र भ्रमहरूलाई केला। भ्रम र यथार्थ। टुडी खेलमा खासमा के भएको थियो? टुडी खेलमा अमेरिकी सेनालाई मात्रै बोलाएर विशेष परेड खेलाइयो, यो भ्रम हो। यथार्थ, नेपाली सेनाको औपचारिक विज्ञप्ति अनुसार त्यहाँ अमेरिकी मात्र नभएर भारत र बेलायतका सैनिक ब्यान्ड टोलीले पनि सांगीतिक प्रस्तुति दिएका थिए। तर बहस र आलोचना केवल अमेरिकी सेनाको विषयमा मात्रै केन्द्रित गरियो। त्यस्तै अर्को भ्रम, विदेशी सेनाको ब्यान्डले प्रस्तुति दिनु नेपालको इतिहासमै पहिलो र रहस्यमय घटना हो। यथार्थ यस्तो छ, यो कुनै नौलो अभ्यास होइन। 2078 सालमा बेलायती सेना, 79 सालमा भारतीय र बेलायती सेना अनि 80-81 सालमा भारत, बेलायत र अमेरिकी तीनै देशको सेनाले प्रस्तुति दिएका थिए। रोचक कुरा त के छ भने 14 फागुन 81 मा यी तीन देशका सेनाले प्रस्तुति दिँदा अहिले आलोचना गर्ने केपी शर्मा ओली आफै प्रधानमन्त्रीको कुर्सीमा हुनुहुन्थ्यो। नेपालको परराष्ट्र नीतिलाई बलियो बनाउन नेपाली सेनाले डिफेन्स कूटनीतिको प्रयोग गर्दै आएको छ। यो विदेशी सेना नेपाल आउने मात्र होइन, नेपाली सेना पनि विदेश जाने दोहोरो अभ्यास हो। नेपाली सेनाको अन्तर्राष्ट्रिय उपस्थिति नेपाली सेना पनि मित्र राष्ट्रहरूले बोलाउँदा जाने गरेको छ। भर्खरै 15 जनवरीमा भारतीय सेना दिवसमा नेपाली सेनाका 33 सदस्यीय टोलीले प्रस्तुति दिएका थिए। विश्व स्तरमा उत्कृष्टता सन् 2025 मा बेलायतमा भएको क्याम्ब्रियन पेट्रोल अभ्यासमा नेपाली सेनाले सर्वोत्कृष्ट अङ्कसहित स्वर्ण पदक जितेको थियो। त्यस्तै संयुक्त अभ्यासहरू भारतसँग सूर्य किरण, अमेरिकासँग ब्यालेन्स नेल र चीनसँग सगरमाथा फ्रेन्डशिप जस्ता अभ्यासहरू नेपाली सेनाले नियमित रूपमा आलोपालो गर्दै आएको छ। सैन्य मामिलाका जानकार पूर्व उपरथी विनोद बस्नियातका अनुसार अमेरिका र बेलायत जस्ता शक्ति राष्ट्रका सेनालाई नेपाल जस्तो मुलुकको निम्तो गरेर ल्याउन सक्नुलाई डिफेन्स कूटनीतिको सफलताको रूपमा हेर्नुपर्छ। यद्यपि अर्का जानकार इन्द्र अधिकारीले भने जस्तै बाह्य सेनाले प्रस्तुत दिँदा आम नागरिकलाई पहिल्यै सुसूचित गर्न नेपाली सेनाको सूचना संयन्त्र चुकेको देखिन्छ, जसले गर्दा आशंकाहरूलाई मलजल पुग्यो। यस घटना र यसले उब्जाएका प्रतिक्रियाहरूले हामीलाई केही गम्भीर प्रश्नहरू सोध्न बाध्य बनाएका छन्। टुडी खेलमा भारत र बेलायतका सेनाले पनि ब्यान्ड बजाएका थिए, तर राजनीतिक नेतृत्व र सामाजिक सञ्जालको तारो अमेरिकी सेना मात्र किन बन्यो? के यो हाम्रो भू राजनीतिक संवेदनशीलता हो या छनौटपूर्ण राष्ट्रवाद? विगतका वर्षहरूमा आफू सत्तामा हुँदा सामान्य लाग्ने कूटनीतिक अभ्यासहरू सत्ता बाहिर पुग्ने बित्तिकै सार्वभौमिकतामाथिको हमला कसरी बन्छ? के सेनाले आफ्नो डिफेन्स कूटनीतिलाई अझै पारदर्शी बनाउँदै यस्ता कार्यक्रमहरू हुनु अगावै नागरिकलाई सुसूचित गर्नुपर्ने समय आएको होइन र? तथ्यहरूले स्पष्ट पार्छन् कि यो एउटा लामो समयदेखि चल्दै आएको कूटनीतिक परम्परा हो। तर सूचनाको अभाव र राजनीतिक दाउपेचले एउटा सांगीतिक धुनलाई राष्ट्रिय सुरक्षाको हाउजी बनाइदियो। हामीले समाचारको पछाडि दौडिनुभन्दा यथार्थलाई बुझ्नु जरुरी छ।